हेलो गाइस। अब चाहिँ हामीहरू यहाँनिर रुममा ठ्याक्कसँग दिउँसोभर सुतेर होइन गर्मीले च्याप भएर पङ्खा चलाइ एसी चलाइदिँदा हुँदैछ। अनि अब हामी चाहिँ साइबर सिटीको यात्रा जाँदैछौँ। साइबर सिटी जानेहरू अल्छीहरू सबै सुतिरहेको यहाँनिर। अनि कसै चाहिँ होइन जुत्तासँग लडिरहेछ। साइबर सिटी चाहिँ एकदमै राम्रो छ अरे नि त हौ नाइट भ्यूको लागि चाहिँ। अनि अब दिउँसो चाहिँ नगएको गर्मी पनि धेरै हुँदो रहेछ यता दिल्लीमा चाहिँ। सबै सुविस्ता छ सिगरेट र के भन्दै थियो उसको बोली अड्केको छ साथीहरू। अब हामी चाहिँ अहिले यहाँ होइन ठ्याक्क कुन ठाउँ दिल्लीको मैपालपुर भन्ने ठाउँमा हामीहरू होटलमा बसिरहेको छौँ मोडल बुक गरेर हिजोदेखि। र हामीहरू चाहिँ भोलिको ठ्याक्कसँगले बिहानको 4 बजीको टिकट पनि छ। र लाइक हामीहरू आज सुत्दैनौँ होला, घुमेर आउँछौँ यत्तिकै एकछिन बस्छौँ अनि त्यहाँदेखि चलिदिइहाल्छौँ एयरपोर्टतिर। अनि हेरौँ अब साइबर सिटी कस्तो रहेछ त सबैलाई देखाउँछु। किप वाचिङ है। So we are moving from our room. Zoom. हामी चाहिँ रुमदेखि निस्किसक्यौँ गाइस अहिले। यही हो हामीको क्याब। कोही सरलाई सर आउँदैछ। प्रधान सरलाई। सर चाहिँ बिचमा बस्छ, म चाहिँ छेउमा बस्छु। कस्तो हुँदैछ नवीन? किन चोरेको गाडीमा? हाम्रो एउटा सर चाहिँ पर्खिरहेछ माथि नै। We are on the highway, national highway. र साथीहरू मेरो चाहिँ दिल्ली फर्स्ट ट्रिप थियो योपालि। फर्स्ट पालि जाँदै थिएँ र एकदमै यस्तो गर्मी सिजन बोकेर गएछु। दिउँसो कहीँ घुम्नु नि पाइनँ। र जाँदाको एउटा दुईवटा भ्लग पनि बनाउँछु भन्दै थिएँ, त्योहरू पनि भ्लगहरू बनाउनु पाइनँ। एक्लै जाँदै थिएँ र मलाई भ्लगहरू बनाउनु पनि अलिक अप्ठ्यारो लाग्छ, त्यस कारणले गर्दाखेरि बनाउनु पाइनँ। र अहिले चाहिँ हामीहरू साथीहरूसँग एकदमै छेउछेउको रमाइलो राम्रो बिल्डिङहरू देखाउँदै अनि हाइवेहरू देखाउँदै जाँदैछौँ। हामीले साइबर सिटी अहिले पुग्नु लागेको छौँ। यो साइबर सिटी पुग्नुभन्दा अगाडि एउटा बिल्डिङ चाहिँ एकदमै राम्रो ग्लासले बनाइएको रहेछ। एकदमै राम्रो लाग्यो मलाई। अनि यो चाहिँ हामीहरू साइबर सिटी पुग्नु आँटेको नजारा हो। यो चाहिँ एउटा मतलब साइबर सिटी पुग्दाखेरि एन्ट्री गेट जस्तै हो। हामीको क्याबले पनि यहीँसम्म छोडिदियो। हामीहरू यहीँ उत्रेर त्यहाँदेखि हामीहरू चाहिँ यहाँदेखि अलिक अगाडिसम्म हिँड्दै गयौँ। निस्को कस्तो दामी रहेछ साइबर सिटी चाहिँ, सफा। हामी नदिन्छ केटाहरूले। चलो गाइस, यहाँ से ऊपर जाना पड़ेगा हमको। मलाई एउटा नराम्रो लागेको चाहिँ के हो भने मैले दिल्ली जाँदाखेरि डिएसएलआर क्यामेरा पनि लगेर गएको थिएँ साथीको। तर मैले जुन ठाउँमा डिएसएलआरले फोटो खिच्छु भनेर लगेको थिएँ हो त्यो ठाउँमा एकदमै डिएसएलआरको मतलब डिएसएलआर युज गर्नु पाउँदैन रहेछ। अनि मैले डिएसएलआर लगेको र नलगेको एउटै भयो कि मलाई एकदमै चित्त दुखेको त्यसमा चाहिँ। र यहाँ हामीहरू अब अहिले एन्ट्री गेटमा छौँ। यहाँ हामीहरू जाँदैछौँ।
हाम्रो एन्ट्री गरेपछि त्यहाँनिर सेक्युरिटी चेक इन पनि हुँदो रहेछ। सेक्युरिटी चेक इन गरेपछि हामीहरू भित्र पस्दैछौँ। भित्र पस्नु बित्तिकै यस्तो दामी यस्तो सफा ठाउँ रहेछ, एकदमै मन पर्यो हामीलाई। हामीहरू चाहिँ इभिनिङतिर पुगेको थियौँ होला र एकदमै राति पनि भएको थिएन र त्यहाँको यसो लाइटहरू पनि झलक मिलेको केही भएको थिएन क्या, एकदम राम्रो भएको थिएन। त्यही भएर हामीहरू एकछिन त्यहीँनिर बस्यौँ, यता यता हेऱ्यौँ। एकछिन बसेको अगाडिपट्टि एउटा ठुलो टिभी लागिरहेको रहेछ। एकछिन त्यहाँनिर मोबाइलहरूको एडभर्टाइजहरू हेऱ्यौँ र सो हामीले यति नै सामान मात्रै हेरेर त्यहाँदेखि एकछिन बस्यौँ। अनि राति भएको थियो, रातिको नजारा एक दुईवटा देखाउँदैछौँ र हामीहरू एकछिन त्यहाँनिर बस्यौँ। त्यहाँनिर बस्दाखेरि एकदमै क्युटवाला एउटा ट्रेन आयो क्या। अनि यसो हेरेको चढ्नु त मन लागेको थियो, तर अलिक चढ्नुको लागि पैसा पनि हामीसँग त्यत्रो थिएन कि। अनि त्यही भएर हामी चाहिँ हेऱ्यौँ अनि चित्ता बुझायौँ र यति नै थियो हामीको साइबर सिटीको भिडियो। त्यहाँदेखि धेर हामीहरू घुम्नु नि सकेनौँ किनभने हामीहरू अलरेडी थाकेको थियौँ। अनि हामीको साथीहरू पनि, मेरो साथीहरू पनि सबै थाकेको छु भन्यो, त्यही भएर हामीहरू फर्किहाल्यौँ त्यहाँदेखि। अनि हामीहरू फर्किँदा चाहिँ मेट्रोमा फर्क्यौँ र त्यहाँनिर एकदमै जब राति हुँदै गयो मान्छेहरू त धेरै आउँदै थियो, एकछिन बस्न रहर लागेको थियो। तर साथीहरूले फर्क्यौँ भन्दा म पनि फर्केँ।